होइन विदेशी ऋण नलिकन देश चलाउन सक्नुहुन्न भने छोडिदिँदा हुन्छ। सिंहदरबारमा हामी आउँछौँ, हामी यही देशको माटोमा तपाईँको फलाएर फुलाएर चलाउँछौँ, देश चलाउन दिन्छौँ। विदेशी ऋण लिएर त तलब दिइराखेको छ, मनोरञ्जन गरिराखेको छ है। उत्पादनको क्षेत्रमा लगायौँ त हामीले, उत्पादन हुने ठाउँमा मात्रै ऋण लिने हो क्या। तपाईँबाट मैले 100 रुपियाँ लिएँ भने मैले त्यसबाट 200 रुपियाँ बनाउन सक्छु, अनि 100 रुपियाँ र तपाईँको 100 र 50 रुपियाँ ब्याज सहित गरेर 50 रुपियाँ म कमाउन सक्छु भन्ने कन्सेप्टमा मात्रै लिनुपर्छ विदेशी ऋण। क्या जथाभावी विदेशी ऋण लिएर त यस्तो भएको त। विदेशी ऋण कतिखेर कहाँ लिनुपर्छ भन्दाखेरि नि उत्पादनमूलक कार्यमा लिनुपर्छ क्या। विदेशी उत्पादन हुन्छ नि, विदेशी ऋण लिएर ठुल्ठुलो कल कारखानाहरू खोल्नुपर्छ कि उत्पादन बढाउनुपर्छ। हामीले त्यो गर्यौँ, नेपाल सरकारले गर्यो। तर विदेशी ऋण लिएर चाहिँ हामी पानी पनि खाँदैनौँ, बाटो पनि बनाउँदैनौँ। तर अब मुलुक अनुदान ऋण नलिकन त चल्दैन, फेरि सरलाई पनि थाहा छ। चलाउनु पर्यो। अब चलाउनु सक्नुहुन्न भने हामीले छोडिदिनु पर्यो, हामी 84मा आउँछौँ। देशलाई ऋण बोकाएर विकास चाहिँदैन क्या हामीलाई, हामी दुःखै गर्छौँ होइन, कुटो कोदालो गर्छौँ, बरु कन्दमूल खोजेर खान्छौँ। किनभने देश यस्तो जीर्ण अवस्थामा पुगिसक्यो कि